हामी यहाँ भर्खर चढ्न थाल्यौँ हैन। यहाँनेर उकालो अब उकालो छ यो ट्रेकिङ लामो छ ट्रेकिङ। ल हेर्नुस् हिँड्दैछौँ हामी अनि त्यहाँ अगाडि चाहिँ ओहो कस्तो ठुलो पहाड कस्तो राम्रो पहाड वाउ। ल है ल यस्तो राम्रो मौसममा हैन ओहो यस्तो राम्रो ट्रेकिङ ओहो कस्तो रमाइलो भयो जिन्दगी त उता किवी गाडी रहेछ। गाडी आयो गाडी आयो गाडी नेपालवाला भाइब्स यार। Oh my god, साग खुर्सानी खुर्सानी होइन त्यो छेउछेउको ल है हामी कता हाइकिङ अब हामी 1.88 किलोमिटर रनिङ गर्नुपर्ने रे। यहाँ दौडेको देखाइरहेको छ। ल ल रनिङ रनिङ ओला ओला हामी आज सेरास्दी पोर्ट जाँदैछौँ। अहिले यहाँ चाहिँ के अरे यो रुवादी रिभेरामा आइपुग्यौँ। सेम नेपाल जस्तै यहाँ केटाहरू चाहिँ हिँड्न नसकेर लौरी राख्दैछन्। के गर्न लाउनु भएको अरे हजुरले? हिँड्न नसकेर हो हामी यो के अरे नेपालको के मेटाउने नेपालको झझल्को मेटाउनको लागि हामी आज ट्रेकिङ जाँदैछौँ। यो चाहिँ रुवादी रिभेरा रातो माटो नि रहेछ क्या हो। माई गॉड यस्तो आनन्दको जङ्गल यो रुटहरू हेर्न सक्नुहुन्छ। यस्तो राम्रो ठाउँ पोर्तोमा थियो भन्ने हामी यत्रो वर्ष बसेर पनि थाहा थिएन यस्तो राम्रो रुट। ओहो माई गॉड है गाइस ल हेर्नुहोस् यहाँ ल यस्तो डाँडा छ। हामी चाहिँ यहाँ छौँ यहाँबाट वहाँ डाँडा कता डाँडा पुग्ने है हामी। अनि यहाँनिर घरहरू कहाँ जाने हामी के हो त्रिहोती सिल्भेरिन होस्। Oh no! खोला उ त्यहाँ खोला पौडी खेल्न मन लाग्यो सम्झनालाई त। भिडियो ल म त यात्री हुँ। मेरो कुनै ठेगाना हुँदैन। पहाडलाई घर भनिदिन्छु र आकाशलाई छानो। यादको भारी बोक्दै बोक्दै काली र ओराली हुँदै भीर अनि पाखाहरूमा ओहो गाइस ल यस्तो राम्रो ट्रेकिङ सटक्क लाएर है यस्तो मुनिबाट हामीले
केटाहरू जाने चाहिँ यतै हो राम 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 हामी बल्ल अलि मध्यबिन्दुमा आइसक्यौँ घर हो नि त अनि मान्छे हुँदैन Hello, Maya. Thank you. हामी चाहिँ अहिले जङ्गलको बिचमा छौँ यता अगाडि पनि केही छैन पुरै ट्रेकिङ पनि एकदम प्योर नेचुरल ट्रेकिङ नेचुरल ब्युटीमा ट्रेकिङ हुँदैछ स्टिल हामी चाहिँ वाकिङ गर्दैछौँ उकालो बाटो छ होइन होइन सुन ब्रो कस्तो छ त बाटो उकालो छ होइन उकालो आउँदैछ यहाँनिर पसिना पसिना हेर्दैछु त्यहाँनिर हाम्रा महिला टोलीहरू उहाँ पर हुनुहुन्छ कस्तो लागिरहेको छ हाम्रो टिममा त आउँदै हुन्छ सर्ट ट्रेक ल है कस्तो लाग्दैछ यात्रा उकालो बढ्दैछ होइन उकालो बढ्दैछ ठिकै छ ल हेर्नुहोस् गाइजहरू ठ्याक्कै नेपालको जस्तै बाटोमा हामी ट्रेकिङ गर्दैछौँ त्यो भित्रभित्र गाउँतिर गए जस्तो ठाउँमा होइन बाटोहरू पनि त्यस्तो राम्रो बाटो छैन तर यतिको हिँड्नको लागि ठिकै छ भन्न चाहन्छु उहाँ छन् हाम्रा टोलीहरू आउँदैछन् है गाइज यस्तो ठाउँमा आइपुग्यौँ अलिक खुल्ला ठाउँ जङ्गलभन्दा अझै हामी उता पर जाँदैछौँ यो पोर्चुगलमा पनि यस्तो भिड है कस्तो भिड रहेछ नि आमा उहाँहरू पुरै सिधा भिड अब यहाँबाट चढ्नु पर्ने उहाँहरू कस्तो अप्ठ्यारो तरिका छ आज सानो हाइक आएको त यार आउट अफ फोर्थ is around there ल हेर्नुहोस् त्यहाँदेखिको सिधै ठाडो उकालो उहाँसम्म हो यो उकालो त यस्तो उकालो छ कि हजुरहरू ल फाइनल्ली चाहिँ हामी हाम्रो डेस्टिनेसनमा चाहिँ आइपुगेको छौँ है वाट्स लाइक अराउन्ड 2-3 घन्टाको वाकपछि फाइनल डेस्टिनेसनमा आएका छौँ उहाँनिर हाम्रो टिमहरू उहाँ हुनुहुन्छ सो फाइनल यत्रो हिँडाइपछि चाहिँ हामी यहाँबाट भ्यू देख्न सक्छौँ ओ माई गड पोर्तोको पुरै सिटी अमेजिङ ल है गाइस यतिको टुप्पामा पक्रेर बसेर भ्यू चाहिँ उता साथीभाइहरू बनाउँदै हुन्छ खानेकुराहरू है आइज यति माथि पुगेर यस्तो मिठो खानेकुरा उहाँहरू सबैले हाल्दै हुनुहुन्छ बसेर ल चियर्स ल हेर्नुहोस् सिधै होइन ओह्रालो पनि कहाँसम्म छ यो त्यहाँसम्म पुग्नु पर्ने हेर्नुहोस् त बाटो कस्तो लागिरहेको छ बाटो फाइनली फर्क्यौँ है यो बाटो हेर्नुहोस् त कस्तो सुनसान बाटो छ यो जङ्गलमा एकदम नेपालको तराईतिर झरे जस्तो कि कसो कस्तो लागिरहेछ बाटो एकदम कस्तो राम्रो बाटो होइन सुनसान न कोही छ बाटै आफ्नो जस्तो क्या कस्तो आनन्दको